धुनुहोस् त्यही त यो ढाको बनाउन त बहुत मेहनत लाग्छ लगाइयो भने बनाएको पक्का नपर्छ सोरेर फेरि यसलाई धेरै छान्नु पर्छ हैन कुट्नु पर्छ त्यसमा कुलोर छेनेर छान्छु भने यो सब फल्ले खराब सब भने यो जुराबी कोट पनि यसैको हो क्या हैन मस्त छ चिसोमा चिसो लैन बिच्चाकले खालो बनाइने यो पाल त टाइमै नआइपाइयो भने यो के ओड्नको लागि हो यो ओड्दाको छ हेमाथमा छेउले होला चिसोमा मस्त हैन एकदम यो ओड्गेला आनन्द हो हो चिसो लाग्यो एकदम टोपी हुने कन्या छ कन्या छ हुने आयो कि अर्को बनाउनु टाइम मजाले कति टाइम लाग्छ तपाईहरु यो कोट बनाउन लाग्छ होला हैन 15-20 दिन जति लाग्यो कोट बनाउन टाइम त कम लाग्छ टोपी बनाउनको लागि लाग्छ टाइम टोपी बनाउन त केही टाइम लाग्छ कति लाग्छ 2-4 दिनमा धागो बनि गयो त 2 दिनमा फाइन डल्लाहरु पाउने भन्छ यसको के हुने फोन नम्बर लैजा कन्ट्याक्ट गरे कति गर्नुहुन्छ एउटा टोपी बनेको कति छ हजुरहरुले टोपी कहिले बिक्री गरेर आइने ए कोटको कसरी गर्नुहुन्छ त कोटको त 7-8-6-7 हजार पर्छ ठीक महँगो रहने पनि हैन मस्त तरिकाले रहने पनि हल्का हुने हो कस्तो नलाएन चिलाने हो यसरी यो फेर्रे त्यसमा रारीहरु भन्छ भन्दा नि यता बोन्ने तपाईहरु के फेर्रे रारी नै भन्नुहुन्छ कि अरु के छ नाम यो बुनेको के हजुर यो बुनेको हुन्छ नि यसको डल्ला पाएर त्यसमा बन्छ नि बोन्ने टाइपको पाखा भन्छ हैन हाम्रो गाउँतिर पनि यस्तो बोन्छन् के आफैले चाँद बुन्ने भन्छ हैन चाँद हो चाँद बुन्ने भन्छ हम चाँद बुन्ने भन्नु मान्छेले आफैले बन्नु हुन्छ के त्यस्तो एउटा ओड्ने टाइपको तपाईले बनाउनु कोट लाउनु भएको छ नि यो भेडाको चाहिँ राडी भन्छ बनाउने हाम्रो गाउँतिर त्यसपछि यो बाख्राहरुको त्यो फेरिया भन्छ के त्यो ओछ्याउने वाला काम्लो हो काम्लो भनेर पनि कतिपय चिन्छ प्राय हाम्रो फेरिया जस्तै हाम्रो पाटाको 4 त्यस्तै 4वटा पाटा छ भने 4000 5000 त्यस्तै छ के मूल्य पनि गाउँतिर हाम्रो पनि गाउँतिर हो के जाजरकोट हो मेरो घर पनि भेडा बाख्रा यस्तै पालेकै हुन्छन् अहिले भेडा गाउँ जंगलतिर भेडीको हजुरको हो अरु 6-7 जना हो सबैको सँगै हुन्छ सबका त्यही सँगै हुन्छ ढोका मात्र अलग-अलग बनेको हो अब त यहाँ हिउँ पर्छ होला कतातिर जानुहुन्छ त यही हो यहाँसम्म त हिउँ पर्छ नि मजाले कन्जी 4-5 फुट पर्छ पराल खानु पर्यो 5 फुट भन्दा बढी वर्ष पर्छ तेस्रो वर्ष बढाउँछ खास यही पालो खास है कति चाहन्छ आगो लागेर सुकियो के भयो बुझिएका बेलामा आगो लाग्यो आगो लाग्यो त्यो परदिको डुमुल भन्दा हैन त्यो डुमुललाई खान्छ त्यो मन्दिर मिल्ने हैन त्यहाँ पूजा पाठ माथि पानी जम्मै हो कि हिउँ आयो अब यो पूर्व बनाइएको पानी मरे हिट्टुबाट हुन आयो हो यो चौलान माइत मात्र नआयो पुरै बराबर के छ कता बिक्री सिक्री भेडा बाख्रा कोही यस्तो गर्नुहुन्छ है कता कोही टाढा यही लिन आउँछन् हैन ए फाइदा कतिको के फाइदा हुने जस्तो देख्नु भएको छ कस्तो छ के व्यवसाय त्यस्तो कसरी बेच्ने गर्नुहुन्छ मूल्य तोक्वा चाहिँ हुन्छ होला हजुर चाइनाको जुन बोर्डर खुलेने हजुर त्यहाँबाट च्याङ्ग्राहरू सिधै काठमाडौँ पुग्यो यही भएर मूल्य कम घट्यो
केजीको 800 1000 त्यस्तै तपाईँहरू एउटा त्यो के भन्छ जाग्नु भन्छ है भन्दैन जाग्नुहरू भन्छ थुमाहरूलाई के भेडाको हुन्छ नि साँड टाइपको हुन्छ नि ठुला सिङ गरेको के हजुर हामी मिडो भन्छ मिडो अनि त्यसको त्यो बनाएको हुन्छ नि बनाएको वाला त्यसलाई चाहिँ हामी जाग्न भन्छन् कि प्रायः हाम्रो त्यो त्यो भन्छ तिनीहरूलाई कसरी बेच्नुहुन्छ त्यो हजुर 3 साले 4 साले भन्छ हाम्रो गाउँतिर अब तपाईँहरू यहाँ कस्तो भन्छ हजुर हजुर असोजको बच्चा आउँदो आउटको असोजमा तपाईँहरू त्यही हो 15-16 हजारमा ठिक छ ल धन्यवाद